नमस्कार। आज ढकाल मौरी पालनको गर्दी क्षेत्रमा चारैतिर पहेँलपुर तोरी भएको ठाउँमा मौरी राखिएको थियो। आज हामीलाई आशा छ मौरीले चाहिँ निकै नै मह पारेको छ भन्ने, त्यसै स्वरूप आज हामी मह काट्न गइरहेका छौँ। हेरौँ मह कतिको हालेको छ र हामीलाई ढकाल मौरी पालनलाई मौरीलाई माया गरेर आउनुहुने निशान पगेनी सरलाई पनि धन्यवाद दिन चाहन्छौँ। हेरौँ अब हामीले आशा अनुरूप ओहो ल हेर्नुहोस् त टोटल्ली सिल गरेको मह यस्तो हुन्छ। यसरी चाहिँ यो मह कक्षमा यसरी टोटल्ली बन्द गरेर राखिएकोलाई चाहिँ मह भनिन्छ भने यसरी सिल नगरेको महलाई चाहिँ पुष्परस भनिन्छ। पुष्परसलाई मौरीले करिब 15 देखि 20 दिनमा सिल गर्नेछ। यसरी सिल गरेको मह चाहिँ कहिल्यै पनि भण्डारण गर्दाखेरि 20औं वर्ष नबिग्रिने तथ्यमा देखिएको छ। यो चाहिँ सिल गरेको मह। यसरी यो मह चाहिँ काट्नेछौँ र सम्पूर्ण चाहिने आवश्यक पर्नेले चाहिँ ढकाल मौरी पालन बरुवा वा आजै आउनुहुन्छ भने गर्दीमा यो पहेँलपुर तोरीको बिचमा मौरी रहेको ठाउँमा आएर लिएर जान सक्नुहुनेछ। अब हामीले यस फ्रेमलाई चाहिँ हामीले मेसिनको माध्यमबाट मह मात्र निकाल्नेछौँ। यसलाई चाहिँ सिल चाहिँ चक्कुले खोलेर ल एकदम तयारीको साथ मौरी मलाई पनि आइरहेछ, तर हात चाहिँ मेरो पनि खाली छ। ल हेर निशान यहाँ पुरै सिल प्याक। यो चाहिँ रानी मौरी हो। यो चाहिँ रानी मौरी।